3200 सबभन्दा ठुलो फल्चा हो यो। मलाई लागिरहेको थियो बालेले नै गरे हो भने मैले अघि नै सोचेको थिएँ, किनभने अरूले गर्न सक्दैन हैन। थ्यांक यू भन्छु गभर्नमेन्ट भन्दा पनि अब बालेलाई चाहिँ थ्यांक यू भन्छु। यहाँ बस आउँछ घन्टौं उभिनु पर्ने हुन्छ हैन। अब कहाँ बस्ने त, बस्ने ठाउँ छैन। यसो चाहिँ बाटामा हिँड्ने मान्छे पानी आउँछ कहाँ बस्ने, कसका पसल भित्र छिर्ने। अब यो भइदियो भने चाहिँ यहाँ आएर बस्न पाए नि त। सम्भवतः काठमाडौँ महानगरपालिका भित्र बनेको ठूलो फल्चाको आज उद्घाटन। पैसा हुनेको लागि त रेस्टुरेन्ट हो, पैसा नहुनेको लागि त हो कि हैन। कहाँ बस्ने, यही बस्ने। मैले चाहिँ बालेलाई कहिले पनि नराम्रो भनेको छैन। म त फ्यान हो बाले। बानेश्वर चोक एकदमै व्यस्त चोकमा रहेका छौँ। अन्य मेयरहरूको कार्यकालभन्दा उहाँको कार्यकालमा काम गरेको देखिन्छ, किनभने जनताले प्रत्यक्ष अनुभूति हुने कामहरू उहाँले गर्नुभएको छ। 2-3 वर्ष भइसक्यो हाम्रो आएको मेयर साहब हैन। त्यस्तो कुनै पनि मेयर बालेनबाट कुनै पनि त्यस्तो विकासको काम लिएर जाँदाखेरि कहिले पनि अहिलेसम्म हामी यति गयो कि विकासको काम लिएर जाँदाखेरि उहाँले कहिले पनि नाइ नास्ति भन्नुभएको छैन। कतिको क्वालिटीको बनेको छ यो त एकदमै क्वालिटीमा त तपाईले दुई मात्रै छैन। यो सबै काठ हिँ ल्याएर सबै हिँ गरेर हामीले ल्याब टेस्ट गरेर बनाएको हो। क्वालिटीमा त त्यस्तो केही भन्नु छैन। जनताले नि त्यो इलेक्सनमा भोट गर्न पायोस् हैन, मैले पनि दिन पाओस्। त्यसमा चाहिँ बालेलाई नै भोट दिएर हामी बालेलाई नै पीएम बनाउन पाओस् भन्न चाहन्छौँ हैन। नमस्कार, म कृष्ण कटेल। काठमाडौँ महानगरपालिका भित्र बनेको फल्चा मध्येको ठुलो काठमाडौँ महानगरपालिका वडा नम्बर 10 को बानेश्वर चोकको यो आकर्षक फल्चालाई आज शुभारम्भ गर्नु अगाडिको दृश्य हामी देखाइरहेका छौँ। जुन फाइल लाँदाखेरि पनि विकासको काम जुनै पनि फाइल लाँदाखेरि आजको दिनसम्म 2-3 वर्ष हो, अहिलेको दिनसम्म त्यस्तो अपडेट कुनै पनि छैन। यो त धेरै आवश्यकता हो नि सर। यो मान्छेहरू कति बिजोकले आइराख्नु भएको हुन्छ, टाढा टाढाको हुनुहुन्छ, सबै स्थानीय त हुनुहुन्न नि त। त्यही भएर उहाँहरूको लागि यो बस्ने ठाउँ एकदम सुरक्षित र राम्रो छ। एकदमै आवश्यकता। बालेनको भिजन एकदमै ठिक छ। अस्तिको जेएनजीको आन्दोलनले गरेर पनि हाम्रो धेरै सामानहरू नष्ट भएको छ यहाँबाट। त्यही हुनाले हामीले यो 2 महिना अगाडि सिद्धाउनु पर्ने एसएस कारणले गर्दाखेरि अलि ढिलो भएको। 57-58 लाग्थ्यो। दुईटा वारीपारी गरेर। त्योभन्दा अगाडि बनाएको त अलि सानो फल्चा थियो, त्यो अलि सस्तो लगाएको। अलि त्यो चाहिँ नि हाम्रो 50-52 मा थियो। त्यो मेरो नाम ललिता ढुङ्गाना। ठिक छ, मैले उतैबाट देखेको थिएँ अघि। मलाई अलि हेर्दै गएको थिएँ म कस्तो राम्रो रहेछ भन्ने। म त्यो आफै मनमा नै फिल गर्दै गएको थिएँ, राम्रो छ। अबको समयमा चाहिँ सिंहदरबार फेरि नजल्नु परोस् क्या, त्यही हो मेरो प्रश्न। त्यो अन्तिम भनाइ चाहिँ अबको दिनमा चाहिँ हामी नेपालीले चाहिँ सुरक्षाका साथ खुल्ला रूपमा सास फेर्न त पाछौँ, तर हामीले भने जस्तो त पाएको छैनौँ नि होइन। रोजगारी पाएको छैनौँ। दिनको दिन मान्छेहरू विदेश किन जानु परिरहेछ त होइन। त्यसको लागि चाहिँ एकदमै जरुरी छ। अब नगरपालिकाले अझ के गर्नुपर्छ भने थानकोटमा, सागा भन्याङमा, नुवाकोटको चाहिँ उसमा ठाउँ ठाउँमै ओरिएन्टेसन दिने कार्यक्रम गर्नुपर्छ। यो